हेलो नमस्ते साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज मेरो छुट्टीको दिन। हिजो अ, काम गरेर धेरै थकान भएको छ। आज रुममा छौँ, रुममा छुट्टी गर्दैछौँ। धेरै थकान भएको छ। बिचमा गयो महिनामा गए महिनामा म गाउँ गएको थिएँ। गाउँदेखि आएर 18 दिन भयो। 18 दिनबाट आज भर्खर छुट्टी भइएको छ। 18 दिनपछि छुट्टी मिल्यो। त आज साथीहरू आज रुममा पानी पनि भर्नुपर्ने छ, रुमको सफाइ पनि गर्नुपर्ने छ। छुट्टीको दिनमा सरसफाइ उसरी त दैनिकै गरिरहेको छौँ। छुट्टीको दिनमा सफाइ गर्ने कुछ अलगै तरिकाले हुन्छ। अनि लत्ता कपडा धुन, अनि नुहाउनु धुनु भनाइ छ, सबै थोक हुन्छ। यस्तो आज छुट्टीको दिनमा छुट्टी मनाऊ। हल्का मौसम पनि राम्रो छ। एक खम्बा एन्टिकुटीको लिएर अनि सोडाको बोतल अनि एक बोतल थम्सअप आधा लिटरको। पानी त छँदैछ, आइस पनि छँदैछ। अनि काँक्रा, गाजर, सलगम अनि मुला लिएर आउँदैछु चग्नको लागि। पिनट्स पनि म लिएर आएको छु। एक प्याकेट लिएर आएको छु पिनट्स पनि, 2 प्याकेट चक्लीका लिएर आएको छु। अनि लेसुन चुरा 2 प्याकेट लिएर आएको छु। बस्नुहुने सम्पूर्ण साथीभाइ दिदीबहिनीहरूलाई, जसले शनिदिन पार्टी गर्नुहुन्छ, हल्का रमाइलो गर्नुहुन्छ, जिन्दगीमा खुसी मनाउनुहुन्छ, खुसीका साथ आफ्नो जिन्दगी जिइराख्नु भएको छ। आफू पनि खुसी भएर जिन्दगी चलाइराख्नु भएको छ। आफ्नो आफन्तजनहरूलाई खुसी राख्नु भएको छ। ओ साथीहरूलाई चोली न्युतोमा उपस्थिति भइदिनु हुन अनुरोध गर्दछु। कोही काममा बिजी भइया होलान्, कोही घरमा खाना बनाइरहेका होलान्, कोही ड्युटी जाँदै होलान्, कोही सुतिराखेका होलान् साथीहरू, कोही गाउँघरतिर खेतबारीमा काम गरिराख्नु भएको होला साथीहरू। हजुरमा यस्तै नयाँ नयाँ खालका यस्ता भिडियो लिएर आउनेछौँ। नमस्ते।